Yes, Dick Darji. You want me to spell my name? D as in doll, E elephant, K kite. Date of birth? January 1st, 1984. Yeah. Tomorrow 9:45. Thank you. You too. Bye. कसलाई एफर एफर पढाएको कसलाई एफर एप्पल पढाउनु हो भोलि एपोइन्टमेन्ट हस्पिटलमा नामहरू मिस्टेक नहोस् सही पेसेन्टलाई सही उपचार होस् भनेर चाहिँ उनीहरूले नाम अनि डेट अफ बर्थ चाहिँ स्पेलिङ गरी सोध्छन् उहाँ त हाम्रो क्याम्पमा स्पेलिङ सोध्दैन थियो त हस्पिटलमा कुनै हस्पिटल सोधेन आमडामा सोधेन आरसीओले कहिले सोधेन हो त्यो आरसीओले आम्दामा कहीँ पनि हाम्रो स्पेलिङ र डेट अफ बर्थ नसोध्नाले अलिक गडबड भइरहेको छ उहाँ हामीले कुन पढेको थियौँ फ्याकल्टी यहाँ आएर त्यही सुरु गर्न खोज्दाखेरि स्पेलिङ नमिलिरहेको छ डेट अफ बर्थ 80% मान्छेहरूको चाहिँ डेट अफ बर्थ जनवरी 1 छ सीबीएसमा गयो डेट अफ बर्थ भन्नु जनवरी 1 भनेर त हाँस्न थालेका छन् कारण के भन्दाखेरि चाहिँ नसोधेर हो त्यही नाम र डेट अफ बर्थ नसोध्नाले मुटुको अपरेसन गर्नु पर्नेको फोक्सोको अपरेसन गरिदिन्छ टाउको अपरेसन गर्नु पर्नेको खुट्टा चिर्दिरहेको हुन्छ कारण के भनेर चाहिँ यही हो कि सही मान्छेलाई सही उपचार होस् भनेर अमेरिकामा त सोध्छन् प्रत्येकको डेट अफ बर्थ सोध्छन् त्यसो त होइन अमेरिकाको मान्छेलाई इङ्ग्लिसमा नाम लेख्नै नआउँछ